आजको यस भिडियोमा म पब्लिक सर्भिस चार्टर अथवा सिटिजन चार्टरको बारेमा चाहिँ थोरै एक्सप्लेन गर्न जाँदैछु। अब वाट इज अ पब्लिक सर्भिस चार्टर अथवा वाट इज सिटिजन चार्टर। अब यसको बारेमा बुझ्नको लागि फर्स्ट अफ अल तपाईँहरूले के इमेजिन गर्नुहोस् भन्दाखेरि तपाईँ एउटा रेस्टुरेन्टमा जानुहुन्छ होइन, रेस्टुरेन्टमा गएर बस्नुहुन्छ, तर त्यो रेस्टुरेन्टमा तपाईँ बसिसकेपछि न तपाईँलाई कसैले ल्याएर मेनु दिन्छ, न त्यो मेनुमा कुनै प्राइसहरू लिस्ट भएको छ, अथवा तपाईँलाई थाहै छैन तपाईँ त्यहाँ बसेपछि तपाईँलाई कति समयपछि खाना आउँछ भन्ने पनि तपाईँलाई थाहा छैन भने त्यो कन्डिसनमा चाहिँ तपाईँ टोटल्ली एउटा वेटरको भरमा बस्नु पर्छ कि पर्दैन। जस्तो तपाईँ रेस्टुरेन्टमा जानुभयो, अब तपाईँलाई थाहा छैन त्यो रेस्टुरेन्टको मेनुमा चाहिँ के खाना छ, अथवा त्यो खाना कति बेलासम्म रेडी हुन्छ, तपाईँलाई केही थाहा छैन भने तपाईँ कम्प्लिटली यु विल बी एट द मर्सी अफ वाट एभर द वेटर डिसाइड्स टु टेल यु होइन। सो यो यस्तै हुन्छ यदि गभर्मेन्ट अफिसेसहरूमा चाहिँ सिटिजन चार्टर भएन भने यस्तै हुन्छ। पहिला चाहिँ के थियो भन्दाखेरि चाहिँ गभर्मेन्ट अफिसेसमा चाहिँ सिटिजन चार्टर नहुँदाखेरि चाहिँ यस्तै समस्याहरू हुने गर्थ्यो। त्यही भएर यो सिटिजन चार्टर अथवा पब्लिक सर्भिस चार्टर भनेको चाहिँ के हो भने एउटा गभर्मेन्टको अफिसियल मेनु जस्तै हो, गभर्मेन्टको अफिसियल मेनु जस्तै हो, जहाँ चाहिँ के भनिएको हुन्छ भन्दाखेरि चाहिँ के सर्भिसहरू एभाइलेबल छन् त, अथवा यो सर्भिसहरू पाउनको लागि हामीहरूले के डकुमेन्ट्स चाहिन्छ त हामीहरूलाई, अनि त्यो सर्भिस चाहिँ हामीले कति समयसम्म पाइसक्छौँ, कति पैसा लाग्छ, यदि पैसा लाग्छ भने चाहिँ, अनि ल त्यो सबै रङ भयो भने चाहिँ त्यो कसले गएर हामीले कम्प्लेन गर्ने त। सो यो सबै समेटिएको एउटा चार्टरलाई चाहिँ हामीहरू के भन्छौँ भने सिटिजन चार्टर भन्छौँ, जसले चाहिँ हामी नागरिक बडापत्र पनि भन्छौँ। सो बिफोर सिटिजन चार्टर तपाईँले देख्न सक्नुहुन्छ गभर्मेन्ट सर्भिसेस अपरेटेड अन सिम्पल प्रिन्सिपल। कुन प्रिन्सिपलमा अपरेट हुन्थ्यो त भन्दाखेरि चाहिँ अराइभ कन्फ्युज, तपाईँहरू जानुहुन्थ्यो, तपाईँले कन्फ्युज हुनुहुन्थ्यो कहाँ गएर चाहिँ तपाईँले अब त्यहाँ त यहाँ जानुहोस् पनि त्यहाँ जानुहोस् भनिन्छ नि त, तपाईँले केही त्यो सिटिजन चार्टर नहुने भन्दा तपाईँ कन्फ्युज हुनुहुन्छ, कन्फ्युज भएर जानुहुन्छ, कन्फ्युज भएर फर्किनुहुन्छ, अझ तपाईँलाई चाहिँ अझै बढी फोटोकपिजहरूको आवश्यक पर्छ। सो यो चार्टर भनेको चाहिँ एउटा रिभोल्युसनरी आइडिया जस्तो थियो, जसले चाहिँ यदि गभर्मेन्ट अफिसेसहरूमा सिटिजन जान्छन् भने चाहिँ सिटिजनहरूले के सर्भिस पाउँछन् त, उनीहरूले के आवश्यक पर्छ, कति समय लाग्छ भनेर भनिएको हुन्थ्यो। सो अब यसपछि लिगल बेसिस इन नेपाल छ, यसको बारेमा चाहिँ हामीहरू अर्को भिडियोमा कुरा गर्नेछौँ। थ्याङ्क यू फर वाचिङ।